नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई स्वागत छ। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपीएल अब सकिँदै गर्दा कार जित्ने सम्भावना भएका खेलाडी कुन छन् त? केही खेलाडीहरू बाहिरिएका छन् भने रेसमा केही खेलाडीहरू अगाडि आएका छन् र लुम्बिनीले लगातार जित निकाल्दै दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। यो बारेमा पनि भिडियोमा चर्चा रहनेछ। अहिले नेपाल प्रिमियर लिग एनपीएलमा कार दावेदार 5 या 4 यी खेलाडीहरू प्रतिस्पर्धामा छन्। यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। नेपाल प्रिमियर लिग एनपीएलमा कार दावेदार सिजन 2 मा कुन खेलाडी हुन सक्छन्? तपाईको प्रेडिक्सन तल कमेन्ट बक्समा लेख्नु होला। एनपीएल सिजन 2 कुन टिमले जित्न सक्ला? सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स या विराटनगर किङ्स? यी 3 मध्ये एक टिमले जित्नेछन्, तर कुन टिमले जित्नेछ? तपाईको प्रेडिक्सन यस विषयमा पनि लेख्नु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक पनि गरिदिनु होला। दर्शकवृन्द, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट 2025 मा लगातार जितको लयलाई कायम राख्दै काठमाडौँ गोर्खाजलाई दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुग्न सफल भयो। यसअघि भएको दुवै भेटमा काठमाडौँले लुम्बिनीमाथि जित हासिल गरेको थियो भने काठमाडौँले त्यो दबदबा कायम राख्ने सोचका साथ मैदान उत्रदा लुम्बिनीले भने बदला लिँदै काठमाडौँलाई उपाधि यात्राबाट बाहिर गरिदिएको छ। गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका दुवै खेलहरूमा काठमाडौँले बाजी मारेको थियो भने यसपटक लुम्बिनीले बाजी मार्यो र टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमाडौँलाई 111 रनमा नै अल आउट गरिदियो र लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा गर्दै अन्ततः दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लुम्बिनीको जितमा पछिल्लो समयमा महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनल तर्फ एक कदम अगाडि बढाएको छ। तर फाइनल पुग्नका लागि अब एउटा महत्वपूर्ण खुड्किलो भने बाँकी नै छ। लुम्बिनीले अब फाइनल प्रवेशका लागि आज विराटनगर किङ्सको सामना गर्नुपर्नेछ। विराटनगर भने मंगलबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका कुरेको थियो र दोस्रो मौकामा अब लुम्बिनी लायन्ससँगको भिडन्तमा विराटनगर किङ्स र लुम्बिनी लायन्स बीचको विजेताले सुदूरपश्चिम रोयल्ससँगको नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को फाइनल खेल्नेछन्। दर्शक महानुभावहरू चम्किँदैछन्। शेर मल्लले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। काठमाडौँ विरुद्ध पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै 3 महत्वपूर्ण विकेट लिन सफल भए र अब उनले विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीमा पनि पर्न सक्ने बलियो सम्भावना देखाएका छन्। लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार 3 खेलमा पराजित भएर कठिन अवस्थामा पुगेको थियो। त्यसपछि चुनौतीका बीच लुम्बिनीले शानदार पुनरागमन गर्दै बाँकी 3वटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको थियो। त्यस लयलाई लुम्बिनीले प्लेअफमा पनि कायम राखेको छ र पहिलो क्वालिफायरमा काठमाडौँ गोर्खाजलाई हराउन सफल पनि भयो। कप्तान रोहित कुमार पौडेल लक्की कप्तान रहेका छन् र उनले सायद यो एनपीएल नै जित्न सक्ने भनेर आकलन धेरैले गरेका छन्। दर्शक महानुभावहरू, के लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई हराउँदै फाइनल पुगेर फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एनपीएल को उपाधि जित्न सक्ला? तपाईको धारणा के छ? के साँच्चीकै रोहित पौडेल लक्की बन्न सक्लान्? यस बारेमा तपाईको धारणा तल कमेन्ट बक्समा लेख्नु होला। दर्शक महानुभावहरू, काठमाडौँको यात्रा भने समाप्त भएको छ। प्लेअफमा पुग्न त सफल भयो, तर प्लेअफमा लुम्बिनी लायन्ससँग पराजित हुँदै काठमाडौँको यात्रा चौथो नम्बरमा समाप्त भएको छ। दर्शक महानुभावहरू, र अब प्लेअफका खेलहरू सकिँदै गर्दा अब फाइनल नजिकै गर्दा कार पाउने दावेदारको बारेमा धेरै चर्चा भएको छ। अहिले पछिल्लो समयमा नेपाल प्रिमियर लिग एनपीएलमा कुन खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्, कस्तो प्रदर्शनको आधारमा कार दिइनेछ भन्ने विषयमा पनि धेरैजनाले जिज्ञासा र प्रतिक्रिया पनि दिइराखेका छन्। यसको बारेमा पनि मैले भिडियोमा केही संक्षिप्त रूपमा चर्चा गर्ने प्रयास गर्नेछु। विनोद भण्डारी, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह एरी, अविनाश बोरा, सन्दीप लामिछाने, करण केसी, साहब आलम, शेर मल्ल लगायतका खेलाडीहरू अहिले रेसमा छन्, अगाडि छन्। अब यसबाट चाहिँ प्रमुख दावेदार कुन खेलाडीहरू रहेका छन् त? अब यहाँ केही खेलाडीहरू त बाहिरिसकेका छन्, केही खेलाडीहरूको अब सम्भावना छैन। केही खेलाडीहरूको कार पाउने, मोटरसाइकल पाउने सम्भावना धेरै नै छ। नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण अन्त्यतिर आइपुगेको छ। त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा अब 2 खेलहरू मात्रै बाँकी छन्। प्रतियोगिता अन्त्यतिर आइपुग्दा उपाधिका साथै व्यक्तिगत पुरस्कार पनि कसले हात पार्ला भन्नेमा समर्थकहरूको चासोको विषय बढिरहेको पनि छ। प्रतियोगिताका उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीहरूलाई पल्सरको NSA 400 मोटरसाइकल प्रदान गरिनेछ भने यो मोटरसाइकलको बजार मूल्य करिब 6 लाख रुपियाँको रहेको छ। यसैगरी सर्वोत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार प्राप्त गर्नेछन्। यो कारको बजार मूल्य 62,49,000 रुपियाँको छ। दर्शकवृन्द, पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह एरीले कार आफ्नो नाममा राखेका थिए भने यसपटक कसले यो पुरस्कार आफ्नो बनाउला त भन्नेमा चासो छ। यस जारी प्रतियोगितामा उत्कृष्ट 5 खेलाडीको धेरैभन्दा धेरै चर्चा छ, जसले आफूलाई कारको दावेदारका रूपमा प्रस्तुत गरिरहेका छन् र खेल पनि शानदार देखाइरहेका छन्। अब यसमा दर्शकवृन्द पहिलो खेलाडी छन् विनोद भण्डारी। सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका विनोद भण्डारीले आफूलाई कारको प्रमुख दावेदारको रूपमा उभ्याएका छन्। अहिले शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका विनोदले 8 खेलमा 2 अर्धशतक सहित 264 रन बनाइसकेका छन्। विनोदले लीग चरणमा लुम्बिनी र पहिलो क्वालिफायरमा विराटनगर विरुद्ध अर्धशतक बनाएका छन्। 111.39 को स्ट्राइक रेटमा उनले ब्याटिङ गरिरहेका छन् भने विनोदको नाममा 23 चौका र 8 छक्का छ र उत्कृष्ट किपिङ पनि उनले
गरिरहेका छन्। दर्शक महानुभावहरू, सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका विनोद भण्डारी कारको प्रमुख दावेदार रहेका छन् र फाइनलमा अझै धेरै रन्सहरू बनाउन सक्यो भने उनले धेरै रन बनाउने सूचीमा पहिलो ब्याट्सम्यान बन्नेछन्। यो कार नेपाली खेलाडीहरूलाई मात्रै दिने भएको कारणले गर्दा विदेशी खेलाडीहरूले धेरै रन बनाए पनि तर नेपाली खेलाडीहरूको हातमा भन्नुपर्दा विनोद भण्डारी नै अहिलेसम्म सर्वश्रेष्ठ रन बनाउने खेलाडीमा रहेका छन्। दर्शक महानुभावहरू, त्यस्तै अर्का खेलाडी छन् रोहित कुमार पौडेल। लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले आफ्नो उत्कृष्ट लयलाई यो संस्करणमा पनि कायम राखेका छन्। स्ट्राइक रेट हेर्दा त्यति राम्रो नदेखिए पनि रोहितले टोलीलाई खराब स्थितिबाट जितसम्म पुर्याउनु महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ भने उनले बलिङतर्फ पनि शानदार प्रदर्शन गरेका छन् र ब्याटिङतर्फ पनि उनले ठिकठाकै प्रदर्शन गरेको पाइन्छ। पहिलो संस्करणमा पनि रोहित कुमार पौडेल कारको प्रमुख दावेदार थिए तर टोली लीग चरणमै बाहिरिँदा उनी पुरस्कारबाट वञ्चित हुनु परेको थियो। रोहितले फेरि यसपटक आफूलाई कारको हकदारका रूपमा प्रस्तुत गर्न सफल भएका छन्। रोहित पौडेलले 8 खेलमा अहिलेसम्म 226 रन बनाउन सफल भएका छन् र उनको स्ट्राइक रेट भनेको 98-99 को रहेको छ। लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खासलाई पनि पराजित गरेको छ। रोहित कुमार पौडेलको कप्तानीको तारिफ भएको छ र उनले त्यहाँ 3 विकेट लिएर सनसनी पनि मचाएका थिए र टिमलाई जिताउन महत्त्वपूर्ण योगदान प्रस्तुत गरेका थिए। रोहित कुमार पौडेल पनि प्रमुख दावेदारको रूपमा रहेका छन्। अर्का तेस्रो खेलाडीको रूपमा रहेका छन् दिपेन्द्र सिंह एरी। यस पटक पनि दिपेन्द्र सिंह एरीको सम्भावना कार जित्नेमा पनि रहेको छ। पहिलो संस्करणमा पनि कार जितेका दिपेन्द्रले यसपटक पनि आफूलाई उक्त पुरस्कारको दावेदार बनाएका छन्। दिपेन्द्रले कप्तानी पनि राम्रो गरिरहेका छन् भने टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन दिपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा तीनै क्षेत्रबाट महत्त्वपूर्ण योगदान टिमलाई दिइरहेका छन्। दिपेन्द्रले 8 खेलमा 154 रन त बनाइसकेका छन् भने 144 को स्ट्राइक रेट रहेको छ उनको। 8 छक्का र 5 चौका समेत प्रहार गरिसकेका छन्। यसैगरी 8 खेलमा 8 विकेट पनि लिएका छन् भने उनको इकोनोमी 8.81 को रहेको छ। दिपेन्द्रले फिल्डिङमा 10 क्याच पनि लिइसकेका छन् भने उनी जारी प्रतियोगितामा सर्वाधिक क्याच गर्ने खेलाडी समेत रहेका छन्। दर्शकवृन्द, त्यस्तै अर्का खेलाडी छन् अविनाश बोहरा। सुदूरपश्चिमको प्रमुख बलर अविनाश बोहराले पनि कारमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। प्रतियोगिताका सर्वाधिक विकेटकर्ता अविनाश बोहराले 8 खेलमा 16 विकेट लिएका छन् भने टोलीलाई फाइनलसम्म यात्रा तय गराउन महत्त्वपूर्ण भूमिका उनले पनि गरेका छन्। दर्शक महानुभावहरू, तीव्र गतिका बलर अविनाश बोहराको इकोनोमीको कुरा गर्ने हो भने 7.70 को रहेको छ। उनले प्राय सबै खेलहरूमा विकेटहरू लिइरहेका छन्। प्राय जसो डेट ओभरमा र महत्त्वपूर्ण समयमा उनले विकेटहरू लिइरहेका छन्। यसैले पनि उनी प्रमुख दावेदार रहेका छन्। र अर्का खेलाडी छन् सन्दीप लामिछाने। सन्दीपको कप्तानीमा विराटनगर किङ्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस्तै सन्दीप आफै पनि शानदार लयमा छन्। उनले 8 खेलमा 15 विकेटहरू प्राप्त गरिसकेका छन् भने सर्वाधिक विकेटकर्ताको सूचीमा अहिले दोस्रो स्थानमा छन्। अविनाश बोहरा पहिलो स्थानमा छन्। स्पिनर सन्दीपको इकोनोमी हेर्नुहुन्छ भने 4.96 को रहेको छ। सन्दीपले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग बाहेक हरेक खेलहरूमा विकेट लिइरहेका छन्। उनले केही खेलमा तल्लो क्रममा ब्याटिङ पनि राम्रो गरेका छन् र ब्याटिङबाट पनि केही कन्ट्रिब्युसन उनले दिएका छन्। विराटनगर भने फाइनल प्रवेश गर्नको लागि अझै एउटा मौका छ। टोलीले दोस्रो क्वालिफायरमा लुम्बिनीसँग भिडन्त गर्ने भएको छ र यो प्रतिस्पर्धामा यदि सन्दीप लामिछानेले अझै विकेट लिन्छन् भने र फाइनलमा पनि विकेट लिन्छन् भने सन्दीप लामिछानेको सम्भावना सबैभन्दा धेरै रहेको छ। किन भन्दा उनको 15 विकेट छ। यदि अविनाश बोहरालाई पछाडि पार्दै अझै धेरै विकेटहरू उनले लिन सक्छन् भने कारको दावेदार उनी रहेका छन्। उनको इकोनोमीको कुरा गर्नुहुन्छ भने शानदार रहेको छ। प्रतियोगिताभरि नै उत्कृष्ट सबै बलरहरूभन्दा उत्कृष्ट, सबै मेन बलरहरूभन्दा पनि उत्कृष्ट 4.96 को रहेको छ र बेस्ट बलिङ फिगर पनि उनकै रहेको छ। एभरेज पनि उनको रहेको छ। त्यो कारणले गर्दा सन्दीपले अझै 1-2 विकेट मात्र लिन्छन् भने अथवा अविनाश बोहरालाई मात्रै पछाडि पार्छन् भने कारको दावेदार प्रमुख सन्दीप लामिछाने पनि बन्न सक्नेछन्। दर्शक महानुभावहरू, त्यस कारणले गर्दा सन्दीप लामिछानेले पनि कारको दावेदारको रूपमा आफूलाई बलियो बनाउने अवसर अझै पनि छ। यसमा चाहिँ उनले उत्कृष्ट प्रदर्शन गर्नेछन् भन्नेमा कुनै दुईमत छैन। र धेरैजनाले चर्चा गरेका अर्का खेलाडीहरू छन् करण केसी, शाहाब आलम, दर्शक महानुभावहरू, त्यस्तै गरी शेर मल्ल लगायतका खेलाडीहरू रहेका छन्। यी खेलाडीहरू भने रेसबाट अलिकति पछाडि परेका छन्। अब काठमाडौँको टिम त बाहिरिसकेको छ। शाहाब आलम र करण केसी यहीँबाट बाहिरिसकेका छन्। यो रेसमा उनीहरू छैनन्। दर्शक महानुभावहरू, शानदार बलिङ त गरे उनीहरूले 12-13 विकेटहरू लिन सफल भएका छन् र पनि यो रेसबाट उनीहरू बाहिरिका छन् भन्छु मैले चाहिँ। किन भन्दाखेरि अन्य खेलाडीहरू अगाडि बढिसकेका छन्। उनीहरू चाहिँ अब प्रमुख दावेदार छन्। दर्शकवृन्द, तपाईँलाई के लाग्छ कि सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी, अविनाश बोहरा, विनोद भण्डारी र रोहित कुमार पौडेल यी 5 जना खेलाडीहरू मध्ये कुन खेलाडीले कार प्राप्त गर्न सक्लान् अथवा कुन खेलाडीले कार पाउँदा ठिक हुन्छ, ब्याटिङ गर्ने खेलाडीले वा बलिङ गर्ने खेलाडीले? तल कमेन्ट बक्समा लेखिदिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक गर्न पनि नबिर्सिनु होला। भेट्नेछौँ अर्को अपडेटमा। अहिलेलाई भने छुट्छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।